यो पालिया घन्टीलाई दिएर 3 वर्षपछि म बिद्रा आश्रम जाने वृद्धाश्रम जाने एकदम 100% जित्नु 100% कसलाई सपोर्ट गर्नुहुन्छ मैले नेपाली कांग्रेस हो कांग्रेस छोड्ने आफै हुनु छोड्दिनु भयो रवि भनेर म आएँ अब भन्छ तपाईँ चाहिँ सब पुरै गाउँ दिन्छु क्षेत्रीय छोरो हाने गरी आएको रविलाई गाउँछु अब उनीहरूको जुन त्याग भएको छ उनीहरूको बलिदान भएको छ त्यो बलिदानको सम्मान राष्ट्रपाले गर्ने बेला आएको छ सो नमस्ते सबैजनालाई आज नयाँ भिडियोमा आज चाहिँ हामी गण्डकी प्रदेश स्तरीय सदस्य भेटघाट तथा बृहत पार्टी प्रवेश कार्यक्रममा चाहिँ तपाईहरुको लागि चाहिँ केही फुटेजहरु लिएर आएका छौं। यहाँ चाहिँ हुन्छ नि कस्तो भइराखेको छ यहाँको माहौल के छ साथसाथै मान्छेहरुको चाहिँ ओपिनियन के छ यसको बारेमा चाहिँ भिडियो ल्याउँछौं। हामीहरु पुरै अनबायस भएर हैन अनफिल्टर तपाईहरुको लागि ल्याउने छौं। होप तपाईहरुलाई मन पर्ने छ र यहाँ चाहिँ घण्टी पनि रहेछ है ओके अब चाहिँ भिडियो सुरु गरौँ है त। हजुरलाई के लाग्छ अहिलेको पालि अब सरकार राष्ट्रपति भन्छ एकदम 100% जित्नु 100% एकदमै यो आजको सिनारियो लिएर देशव्यापी रूपमा जुन भइरहेको एउटा जुन अभियान छ अथवा चाहिँ गाउँ गाउँका जनताहरूले चाल्नु भएको जुन किसिमको एउटा अभियानले त्यो यो मर्निङ सोच द डेज भन्छ नि आजको यो उपस्थिति लिएर गाउँमा जनताहरूको जुन उसले चाहिँ पक्कै पनि हाम्रो चाहिँ 2 तिहाई आउँछ भन्ने भन्नुहुन्छ 2 तिहाई भन्नुभयो है 2 तिहाई आउँछ। यसमा त कुनै दुई मत छ र हजुर छैन दुई मतै छैन। यसमा राष्ट्रपालाई सपोर्ट गर्नुको एउटा मुख्य कारण के कारण अब अहिले आएको हाम्रो यो नयाँ पार्टी नयाँ पार्टीलाई यसो चाहिँ अब हेरौँ नयाँ पार्टीतिर गएर हेरौँ हजुर भन्ने कारणले र यसमा पनि हामीले अझै गर्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि हाम्रा अग्रज आमा बुवा जो चाहिँ नि यो परिवर्तनका विषयमा उहाँहरूले धेरै चासो राख्नुहुन्न दैनिक गुजारा गर्नुहुन्छ घरमा आफ्नो दैनिकीका लागि श्रम गर्ने आदरणीय श्रमिक जो चाहिँ तल्लो वर्गका हुनुहुन्छ उहाँहरूलाई पनि यो परिवर्तनले उहाँको त जीवन पनि परिवर्तन हुने हो भन्ने समेतको कुरा बुझाउन जरुरी छ। यो भयो भने बहुमत मात्रै नभइकन भोलिको दिनमा संविधान परिवर्तन समेत गर्ने गरी चाहिँ नि हामीले अगाडि बढाउन सक्यौं भने वास्तवमा वास्तविक न्याय हुनेछ र राज्य परिवर्तन हुनेछ भन्ने मैले विश्वास व्यक्त गरेको छु। छोरीहरु चाहिँ के अहिले चुनावमा भोट हाल्ने उमेर भइसक्यो घन्टीलाई हो उमेर भइसक्यो उमेरै नातिहरुका भयो पुर्खा चाहियो नातिको यो अब हजुर कति वर्ष हुनु भयो र 66 वर्षको हो र भर्खरै हुनुहुन्छ 14 सालले 14 सालको हुनुहुन्छ हजुर चाहिँ हजुर कुन सालले हुनुहुन्छ 1998 सालको 1998 मैले टिकट लिइसके टिकट लिइसक्नु भयो पहिला कुनलाई समर्थन गर्नुहुन्थ्यो अहिले त समर्थन त सबैलाई गरेको अब चाहिने अब चाहिने घन्टीलाई दिनुभयो पहिला चाहिँ सबैलाई गरिसक्नु गरिसकेको दिएर हेरिसक्नु भयो हेरिसक्यो अब यो पालि चाहिँ अब घन्टीलाई भन्नु घन्टीलाई टिकट लिइसके मैले यो पालिया घन्टीलाई दिएर 3 वर्षपछि म बिद्रा आश्रम जाने वृद्धाश्रम जाने ल हुन्छ ल बुवाहरूलाई नि धन्यवाद बाबु स्वागत छ ल च्यानलमा है ल धन्यवाद ल सबैजनाले आफ्नो गाउँतिर अब आफ्नो साथीहरूलाई पनि भन्नु पर्यो च्यानल तिम्रो प्रगति होस् हजुर धन्यवाद है सबैको मिठो बोलीबाट यस्तै गर प्रगति बढ्दै जाएर बाबु भोलि रवि जस्तै भएर तिम्रो सन्तान निक्लोस्। ओहो धन्यवाद है सन्तानै भन्नु इन्डिया आर्मीको मान्छे हो हजुर इन्डिया आर्मीको हुनुहुन्छ हजुरको नाम हितबहादुर पन्त हितबहादुर पन्त अहिले कहाँ बस्नुहुन्छ अहिले म आर्बामा बस्छु ए माथि आर्बा माथि आर्बा वडा नम्बर 13 वार्ड नम्बर 13 मनी वडा नम्बर 13 हजुर म बाजाबतन हजुर ए अनि हजुरको नाति नातिना कति अब भोट हाल्ने उमेर भयो भोट उमेर कोही एउटा हिँड्छ एउटा बाहिर छ के भन्छ त छोरी छोरी चाहिँ के भन्छन् अब यो अब भर्खर सुरुमा आएको यो लहर हो कि कुनलाई हाल्छु होला भन्ने कुरा छ अब घन्टीमा दिन्छु होला सबै परिवारकै घन्टीमा हाल्छ सबै घन्टीमा दिन्छ अब चाहिँ हामीहरुका युवाहरू पनि खोजिराखेका छौँ किनकि ओके एकजनाले भेटेको छ हेलो ब्रदर हेलो के सोध्नु मिल्छ म स्वास्थ्य कार्यकर्ता हो ओके म मान्छे पत्रकार परेँ म त पत्रकार त होइन तर पनि हामीहरू पनि यहाँ सोधौँ नमस्ते बुवाहरू दाजुहरू सबैजना नमस्ते म त खाँदै हुनुहुन्छ होइन ल आउनु यतै गर्नु सोधौँ सन्चै हुनुहुन्छ म सन्चै छु बाबु हजुरको नाम मेरो बहादुर छ
रुद्रबहादुर रोका हजुर कमलकान्त अर्याल सरी कमलकान्त अर्याल कमलकान्त सरको राजकुमार रोका छेत्री राजकुमार रोका सबैजना फ्यामिली नै हुनुहुन्छ फ्यामिली परिवार कहाँबाट हुनुहुन्छ च्याङ्जाबाट स्याङ्जाबाट हजुर हजुर कहाँबाट सैन्यबाटै हो तिनैजना स्याङ्जाबाट अनि अहिले के लाग्छ अब तपाईँहरूलाई राष्ट्रसभाको सरकार बन्छ त ए बाबु बनो रविको बनो भने सबैजना समर्थन हो यो कुरा अनि अहिले जुन एउटा कुरा सबैभन्दा बढी अहिले धेरैजना मान्छेको कुरा भइराखेको छ बालेन र कुन्दन घिसिङ पनि एउटा रवि लामी छानेको हजुर यो कुरामा चाहिँ हजुरहरूलाई एकदम राम्रो मोरी भेटेर राम्रो चिज देखेर मोरी भयो बाबु हजुर पहिला पहिला कसलाई सपोर्ट गर्नुहुन्छ मैले नेपाली काङ्ग्रेस हो काङ्ग्रेस छोड्ने आफै छोडिदिनु भयो रवि भनेर म आएँ अब भन्छ तपाईँ चाहिँ सम्पूर्णै दिन्छु छेत्रीको छोरो हाने गरी हानेको रविलाई ठाउँछु भन्छ अब हामी सबैजना चाहिँ अब रवि लामी अब रविलाई अब रवि भन्दा विकल्प कमल मसला चौतिर मैले दिए सबैलाई दिएको हाने गरी हाने पनि मलाई हान्छन् म दिन्छु रविलाई होइन कसैले नै अब हाल्न सक्दैन किनकि हो एकदम अनि हजुरलाई अब जस्तै अब बालेनलाई प्रधानमन्त्री बनाउनका लागि जुन एउटा सहमति छ यसमा तपाईँलाई के भयो एकदम राम्रो एकदम भिआइपी मान्छे आएको छ एकदम घन्टी बाबुले के अरे भने पढिएन नै र बन्द राम्रो ठुलो ये तुमले लिए बुझ्यौ रविजीले समर्थन गरेका कुरामा हाम्रो समर्थन हुन्छ पुरै समर्थन एकदम जस तपाईँहरू खुसी हुनुहुन्छ मेरो बाबु अहिले भोकै आयो चाहिँदैन कुनबाट के लाग्छ सरकार अब के जस्तै राजस्वले राष्ट्रपतिकै बोल्छ यी तीनजना मिलेछ नि भूकम्प आएको नि नेपाली काङ्ग्रेसलाई र उसलाई आयो भन्ने डर भयो हातमा किन त्यस्तो भयो छ अब ल अब एकचोटि मजाले जय भने भनिदिनु नि जय घन्टी ब्लगर हामी पनि अर्जुन चौपरी सबिता जिल्ला अर्जुन चौपरी गाउँपालिका वार्ड नम्बर 1 निवासी हामी कहाँबाट हुनुहुन्छ अर्जुन चौपरी गाउँपालिका अर्जुन चौपरी गाउँ नै हो है अर्जुन पनि अर्जुन चौपरीबाट हो सुशल सर चौपरीबाटै हो अनि हामी चाहिँ अब चाहिँ देशको नेता देशको व्यवस्थापन नै चेन्ज गर्नुपर्छ भनेर चाहिँ हामी चाहिँ अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिरहेछौँ हामी नेकपा एमालेबाट छौँ कोही नेकपा नेपाली काङ्ग्रेसबाट छौँ कोही नेकपा माओवादीबाट छौँ कोही होइन तर अब हामी कसैलाई पनि हेर्नेवाला छैन अब सम्पूर्णबाट हामी नमस्कार जसरी बुवाले भन्नुभयो त्यसरी नै हामीबाट पनि टाटा बाई बाई नेपाली काङ्ग्रेस नेकपा एमाले नेकपा माओवादी लगायत अन्य सम्पूर्ण दल जति पनि भ्रष्टाचारी दल हुनुहुन्छ सम्पूर्णलाई हो जो पनि हुनुहुन्छ होइन देश बनाउनु पर्यो होइन एमाले काङ्ग्रेस जति पनि पार्टीहरू हुनुहुन्छ होइन त्यो जो पनि हुनुहुन्छ पार्टी बन्नु पर्यो देश बन्नु पर्यो क्या नेपाल बन्नु पर्यो हाम्रो नेपाल 30-35 वर्षसम्म हामीले सपोर्ट गरियो हामीले उपलब्धि केही पनि पाइएन होइन त्यो हुनुभन्दा हामी चाहिँ अहिले हाम्रो व्यवस्थापनलाई नै पल्टाउने अनि तपाईँहरूलाई जेनजीको प्रोटेस्टमा साथ दिनुभएको थियो एकदम जेनजीमा चाहिँ कास्कीबाट सपोर्ट गर्ने नै सायद सेङ्जेको अर्जुन चौपरीबाट हामी नै थियो होला ओके अहिले बालेन शाहलाई चाहिँ प्रधानमन्त्री गर्नुपर्छ जुन एउटा एकदम हामी समर्थन आत्मदेखि समर्थन जसरी गगन थापा तपाईँको गगन थापादेखि लिएर शेरबहादुर देउको तपाईँको केपी शर्मा ओली प्रचण्डलाई जस्तो सपोर्ट गरेर हाम्रो ठाउँ र हाम्रो उबाट जिताएको थियौँ हामीले हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीलाई त्यही सपोर्ट गरेर नै हामी अगाडि लान्छौँ भन्ने हामी प्रतिबद्धताका साथ हामी अर्जुन चौपरी गाउँपालिकाको सम्पूर्ण जति पनि दाजुभाइ दिदीबहिनीहरूले सुन्नुभएको छ यो भिडियो साथ सपोर्ट अनि घन्टीमा भोट हालेर गरिदिनु होला त्यही अहिले रवि लामी छानेज्यूले जुन बालेनज्यूलाई चाहिँ एउटा प्रधानमन्त्रीको लागि एउटा स्वीकार्नु भएको छ भनौँ यो चाहिँ तपाईँलाई कतिको खुसी हुनुहुन्छ कुरामा वास्तवमै अहिले जुन युवा वर्गमा बालेनजीको जुन क्रेज थियो त्यो क्रेजलाई हेरेर पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा अब प्राइम मिनिस्टरकै आकाङ्क्षीको रूपमा हामीले उहाँलाई सार्नु चाहिँ यो खुसीको कुरा छ किन भन्दाखेरि देशका युवा शक्ति भनेका देश परिवर्तनका सम्भावकहरू यी सम्भावकहरूले के खोजिरहेका छन्
युवाले आज देशमा के खोजिरहेको छ, युवा किन विदेशिनु परेको छ, युवामा भएको निराशालाई एउटा शक्तिमा बदल्नका निमित्त पनि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले जुन किसिमको यो भूमिका निर्वाह गरेको छ, म एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको संवाहक युवाको हैसियतले पनि म यो कुरामा एकदमै खुसी छु र नेतृत्वले गरेको यो डिसिजनले राज्य परिवर्तन गर्नका निमित्त ठुलो महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लाग्छ। एकदम। नमस्ते आमा, नमस्ते बुवा। राष्ट्रपाको लागि हो हेर्न आउनुभएको? सहयोग चाहिँ होइन, समर्थन हुन्छ। हजुर। अब तपाईँहरूले गरेकोमा आज 11 जिल्लाको गण्डकी प्रदेशमा घन्टीले गरेको कार्यक्रमदेखि यत्रो मान्छेको सहभागिता भयो। अब यी पुराना नेताले कुर्सी छोड्न मानेनन्, अबका युवाहरू त्यही कुरेर बस्ने होइन। मेरो सुभद्रा कोइराला, म काङ्ग्रेसकै प्रतिनिधित्व हो, तर म काङ्ग्रेसकै भयो भने म सामाजिक व्यक्तित्व हो। 40वटा संस्था काम गर्छु, सधैँ मेरा घर पनि मेरा 3टा छोरालाई मैले मात्रै लिन्छु भने मान्दैनन्। आज देश छोड्न मान्नुहुन्न। अहिले भएका यी 600 नेताले त्यो भित्र सबै बदमास छैनन्। यी बदमास सधैँ 5 पटकसम्म मलाई चाहिन्छ भन्नेलाई अहिले तपाईँहरूले गरेको कार्यक्रम यो देशमा नाङ्गै विदेश नगइकन खान पाएनन्। अब धेरै यो घन्टीले यो जुन तपाईँहरूले गरेको कार्यक्रम, यो घन्टीले कृषिलाई फोकस दिएर तल्लो स्तरदेखि तपाईँहरूले गर्नुहोला। तपाईँहरूले समर्थन पाउनुहुन्छ। धन्यवाद। कहाँबाट हुनुहुन्छ हजुरहरू? पर्स्याङबाट हो। ल, हामीले फुटेज त अघि नै लिइसकेको हो, तर अहिले पनि फेरि एकचोटि यसो हालौँ भनेर मात्रै हो है। लगभग क्राउडहरू पनि धेरै नै हुनुहुँदो रहेछ। होप यहाँको मान्छेहरूले अब जुन एउटा कसम खानुभएको छ होइन, त्यो कसम चाहिँ पुरा गर्नुहोस्। मेन कुरा अहिले भाषणमा चर्को बोलेर पछि नभन्नुभन्दा बरु सधैँको लागि पुरा भएको राम्रो होइन। म त त्यही भन्छु होइन। हाम्रो म कुनै पनि हुन्छ नि अब आइडियोलोजी या फेरि केही चिजलाई फलो गर्नुभन्दा नि म तपाईँहरूलाई चाहिँ एक्सप्रेस गर्न आएको हो होइन। जुन चाहिँ एउटा जनताले चाहन्छ त्यो चिज चाहिँ म तपाईँहरूलाई सेयर गरेको हो। होप तपाईँहरूलाई मनपर्छ यो भिडियो, किनकि यो अलिकति विभिन्न छ, अलिकति युनिक छ। अहिलेसम्म हालेको छैन यस्तो कन्टेन्ट, र म सकेसम्म अनफिल्टर हुन्छु, अनबायस हुन्छु। कसैलाई नि सहयोग गर्न चाहिँ म खोज्दिनँ होइन। म चाहिँ एउटा हुन्छ नि रियल जर्नलिजम तरिकाको देखाउन चाहन्छु, जुन चाहिँ म अफकोर्स मलाई सबै नलेज पनि थाहा छैन। म सिक्छु यसको बारेमा बरु होइन, सिक्दै जान्छु। यतातिर पनि देखाइदिउँ है। यो चाहिँ अब कार्यक्रम भ्याइयो है। कार्यक्रम भ्याएपछि यस्तो छ माहौल। अब यहाँबाट अब पुरै निकाल्ने होला। यहाँ चाहिँ फेरि कार्यक्रम पनि हुन्छ, जस्तै एक्जिबिसनहरू हुन्छ, नयाँ बजारको मेला पनि यहीँ हुन्छ। एउटा ठुलै ठाउँ हो र आज यहाँ जो भिड चाहिँ थियो है, लगभग राम्रै भिड थियो। बिहान त हामीलाई थिएन जस्तो लाग्थ्यो, तर पछि बढ्दै गयो। एउटा राम्रै मात्रामा आउनुभएको थियो। होप अडियन्सहरूलाई पनि यो भिडियो मनपर्छ। र घन्टीको पुरा उसे राखेको रहेछ त्यहाँ, हेर न, जाऊँ न है। मेरो युट्युब च्यानलको नाम किङ ब्लगर 01, किङ ब्लगर 01 हो। सब्सक्राइब गरिदिनु होला। म पनि नेचरहरूको बारेमा अपलोड गर्छु, सो सपोर्ट गरिदिनु होला। ल, केही टाइमलाई चाहिँ नेचरलाई भन्दा नि पोलिटिक्सलाई ध्यान दियो। ओके त्यही भएर अहिले आएको कि यहाँ जोइन हुन। ल बाई बाई। लाइभसँग भेटेर खुसी लाग्यो है। ल